यहाँदेखि खतरा भ्यू देखिरहेको तर यसो देखेको छैन लाइट त्यहाँ दामीसँग फाले जस्तो हेर्नु न पुरा यस्तो छ यस्तो दामी गरेको छ नि बाटो फेरि आमा छिटो छिटो यहाँ यस्तो बवाल भ्यू भएको छ कि रफ्तार यता के अरे मोबाइलदेखि चाहिँ कालो आयो अरे त्यही भएर पोज हेरेको पोजी हेलो एन्ड नमस्ते एभ्रिवान होइन अनि आज चाहिँ हिजो अस्तितिर एकदम हावा लाग्यो अनि पानी पऱ्यो होइन अति धेरै पछाडि अनि आज चाहिँ जस अलिकति मौसम खुल्या जस्तो भएको छ होइन अनि जस बाहिर हेर्दाखेरि मौसम दामी गरेछ त्यही भएर चाहिँ अब के गर्नु त होइन अघि बिहानसम्म त पानी नै परिरहेको थियो अनि अहिले चाहिँ मौसम खुलिसके पछाडि चाहिँ अब चाहिँ हामीहरू बाहिर निस्किने प्लानमा छौँ होइन हात्तीघरकै या त मौलाकोट सम्भव त सायद मौलाकोट हुन्छ होला भूपेन्द्र र म जाने सोचिरहेको दुईजना त्यही हो होइन आजको भिडियो चाहिँ त्यही नै आउनेछ सिधै बाटोमै भेटौँ है त हाम्रो सुन्दर नगरी घराइ भन्ने भएको छ आज कस्तो मिठो मौसम खुल्या छ अनि हामीहरू मस्त लाएर यो बजारको भ्यू हेर्न जाँदैछौँ माथितिर अरू बेला हामीहरू यो हरदौरा यतातिर गएर हुन्थ्यौँ आज चाहिँ हामीहरू मौलाकोटतिर जाने प्लान गरेका छौँ होइन मौलाकोट र हात्तीघरको चाहिँ जोस हाम्रोमा थियो तर मौलाकोट जाम भन्ने कुरो भयो अनि हामीहरू दुईवटा चाहिँ टक्क मौलाकोटतिर यसो चल्दिरहेछौँ अनि देख्न सक्नुहुन्छ कस्तो मिठो यार यहाँनिर अहिले त यहाँ चाहिँ क्लियर भएर हो क्या यहाँ पुरा आखान त हिँड्दा पहिला नै आऊ त्यहाँ हुन त फोटो भिडियो बनाएर खान त खोलाएर पछाडिको बाडल त कस्तो दामी खुल्या छ यार दह नजिक आउन लाग्छौँ ओए चरा कस्तो दामी देखियो उडेको आज चाहिँ मौसम क्लियर छ कि कस्तो दामी त्यो बादलहरू माथि पुगेछ अनि राम्रो देखिरहेछ तर भ्यूहरू चाहिँ पानी पर्ने चाहिँ अझै पनि छ देखाउन चाहिँ देखाइरहेको छ वेदरमा अब खै हिजो एकदम हावाहुरी लगाइरहेको थियो लास्टै ठुलो अहिले नै हावा त लगाइरहेको नर्मल सानो माथिदेखि जोस् बजार चाहिँ राम्रै देखिएला भनेर जान्ला हो हामीहरू यहाँबाट चाहिँ उकालो चढिरहेको अवस्था मौलाकोटको हेर्न सक्नुहुन्छ तलतिरको मिठो साउन्ड फाल्यो त यार अहिले त पट्का छ बाइक त ल अहिले चाहिँ अब हामीहरू माथि जोस् मौलाकोटको चाहिँ यो रनिङहरू गर्ने अनि यो के भन्छ बिहान बिहान अब मर्निङमा आउँछन् त्यो हिलअप गर्ने ठाउँदेखि माथि आइसकेका छौँ अब चाहिँ जोस् डाँडा पुग्न लागिसक्यो माथि डाँडातिर जाँदाखेरि चाहिँ चिसो भइरहेछ डाँडामा चाहिँ अलिकति उयो के भन्छ अरे त्यो अड्डिराख क्या अझै बादलहरू कालोवाला हामी चाहिँ अब हाम्रो अब कसले कुट्न आउने खै तर दामी देखिरहेको छ अहिले माथिदेखि चाहिँ अब हामी अड्डेर देखाइदिन्छौँ भ्यूहरू कस्तो दामी देखिरहेछ ल अहिले चाहिँ हामी मौलाकोट आइसक्यौँ यस्तो छ बजार त यस्तै राम्रै त्यो सिमेन्ट फ्याक्ट्री देखिरह ओइ घोराइ बजारी यहाँ छ कमिला जस्तो देखिरह यार हेर्ने होइन बस्ने अलि माथि डाँडा यस्तो छ फेरि यहाँ फेरि यहाँनिर फेरि कस्तो कालो गरे पानी पर्ला अब यहाँबाट टक्क जानुपर्छ फेरि माथि टुप्पामै जाने हो त्यहाँनिर के अरे यो फेरि यो के भन्छ त्यहाँनिरको के अरे खानी गाउँ यहाँनिर हात्तीघर
अझै माथि जाने हो गुराँसपुर ल अब हामीहरू चाहिँ मौलाकोट गाउँदेखि माथिको बाटोमा हिँडिरहेछौँ। बाटो चाहिँ अलि त्यति राम्रो छैन, तर यसलाई राम्रै भन्नुपर्छ, त्यस्तो नराम्रो त होइन। अनि हामीहरू फेरि जस्तो नयाँ बाटोमा झन् खतरा मजा लाग्छ। अनि यतातिर घराइ बजार खतरा देखिरहेछ। अहिले अलि देखाउने अवस्था पनि छैन बाटोले गर्दा। यहाँ देखिरहेछ, सानो देखिरह। ओ हामी चाहिँ अलि डाँडामा आइपुगेको अवस्था। अब अलि माथि बाइक राखेर हिँड्दै जान्छौँ। हावा चलिरह, चिसो, यस्तो धेरै चिसो भइरह। अलि माथि नजिकै पानी परिरह जस्तो लाग्यो। यहीँबाट हिँड्दै जान्छ होला नि उजाम। माथिसम्म जान्छ, तर त्यहाँ त्यस्तो भिरमा जानलाई यहीँदेखि जाने हो। ल यहाँदेखि अब खै हिमाल त देखिन्न होला आज, किनकि बादल छ। अब हामीहरू यो मौलाकोटसम्म आइसकेको छौँ। यहाँबाट एकछिन हिँडेर माथिसम्म जान्छौँ। त्यसपछि फेरि यताको बाटो नै, तर आज नजाउँ यार यताको बाटो नि। हेर न त्यहाँ कालै गरे यार। ऊ यतासम्म जाने सोच्थेँ, यहाँसम्म चाहिँ बाटो जान्छ। अब त्यहाँदेखि उतातिर होलेर कहाँ निस्किनु पनि सक्छ सायद, अब त्यो हामीलाई थाहा छैन। यहाँदेखि यस्तो देखिरह बजारहरू रुखलिसकिरह, तर गराइ बजार त्यही हो। ऊ चाहिँ खानी गाउँ चाहिँ यहाँनिर हात्ती खर्क, उपारि मर्फेस पनि देखिरहेको छ, सवारीकोट सबै देखिरहेको छ, बङ्गला चोली देखिरहेको छु त्यहाँ। तर आज हिमाल चाहिँ देखिन्न रहेछ, बादल चाहिँ खतरा गरे। यहाँनिर त फिक्स पानी पर्छ, यहाँनिर झर्छ। यहाँदेखिको भ्यू चाहिँ सही रहेछ। घोडा त यहाँदेखि कत्रो सानो देखिएछ अरे, यतिमा मात्रै यार पुरा वाइट देखिरह। अघि हामी त्यहाँ तल हुँदाखेरि कस्तो ठुलो देखिरहेको थियो, अहिले त्यति सानो। यहाँ मङ्गलाकोटदेखि त, तर यहाँदेखि हात्ती खर्क भन्दा त होचै रहेछ यार। अग्लै रहेछ यार यो। यतातिर फेरि पुरै खाली एरिया छ। यो पनि अब बिस्तारै भरिँदै जान्छ अब जोस्। यतातिर नारायणपुर एरियाहरू भयो, त्यहाँ पानी, त्यो पानी भन्दा नि यो घामको कस्ता किरण देखिरह। ल अब अहिले यहाँबाट माथि हिँड्दा खाम। यतातिर खै गुराँस पाउन पनि सक्छ फेरि, अलि माथि नै हो नि त हाइट। हिँडौँ न, ट्रेक हिँड्नु पऱ्यो अलिअलि, सानो सानो हाइक हिँड्नु पऱ्यो नि त। कति बाइक मात्र हिँड्नु, टक्क यहाँबाट बजार हेर्दै हिँड्न सही हुन्छ। यहाँनिर डाँडा हेर्नु नि, यस्तो दामी सर्ट 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 त्यो उ गरे जस्तो बनाएको के हो र बाइक। यहाँ आउनु रहेछ त। यहाँनिर यस्तो दामीसँग फुलहरू देखिरह, के थाहा भयो त अनि आउँछ भनेर। अनि अहिले चाहिँ अब अघि तल घाम थियो, अहिले त टोटल्ली कालो बादल छ कि यहाँ माथि, हाम्रो माथि। अब हेर्नु त्यहाँतिर कस्तो मजाले घाम लागिरहेको नि त त्यहाँ। यहाँ फेरि कालो बादल, तर यो अब माओवादी झार भन्छ होइन, यो पुरा उरेछ यार, कति धेरै फैल्या। यहाँनिर खतरा देखेछ यार घामको किरण। यसरी हेर त ट्याकै, बजारतिर हेर न, तिमी त कालो देखेछौ यार। ल ठिक छ, एन्टिलाइट भरेर। यहाँदेखि यता हेऱ्यो भने बजार छ, अब यहाँदेखि स्वाट सर्यो, यतातिर पुरै गाउँ, यतातिर पुरै गाउँै छ, खाली छ। यहाँदेखि खतरा भ्यू देखिरहेको तर यसो देखेको छैन। यहाँदेखि हाम्रो यही ब्रदरहरू हेरिरहनु भएको, कस्तो भइरहेको छ। ल यहाँ भिडियो चाहिँ गोरो नआएर सेल्फीबाट चाहिँ गोरो आएर, त्यही भएर यहाँ सेल्फीबाट भिडियो बनाएर हानिले एन्टिलाइट छ। अनि कालो आइरहेको छ कि, यसबाट हेर्न सक्नुहुन्छ कति कालो आइरहेको। त्यहाँनिर चाहिँ खतरासँग किरण बसिरह सूर्यको। अनि त्यस्तै त हो नि यार, यो बजार देखाएर चाहिँ भिडियो नआउने भयो कि यहाँ। यस्तो टाइम देखिरहेको थियो नत्र यार।
पुरा यो खतरा देखिरहेछ यहाँ यस्तो कालो बादल छ अनि यहाँ फेरि खतरा घाम लागिरह यी फोटो खिच्नलाई यहाँ तलासी छ बजार देखाएर खिच्ने रे फोटो यी यस्तरी यस्तरी बजार देखाएर नाक्चो मात्रै आउँछ बजार धेरै आउँछ फेरि यसमा हामीहरूलाई भेट्न यहाँ डाँडासम्म छोड्ने भएन फ्यान आउँदैछन् भेट्नलाई दुईटालाई भेट्न हरन बजाएर राख्नु त ल रफ्तार रफ्तार हेर्नुहोस् त रफ्तार राइडर केटा म त अब त्यही बाइक लिएर आएर आफू अब यिनी चाहिँ फेरि कसरी भनेपछि पुरा के भयो भनेपछि त हामी यहाँ आउने अनएक्सपेक्टेड तिनले फेरि फोन गर्छु भने मान्छे यहाँ पुगेछ फोन गरेर थियो तिनले पनि माथि पुगिसकेछ अनि आइरहेछन् तिनी कुदेर अनि त्यसपछि हाम्रो अलि आएपछि कुरा चाहिँ कस्तो हुन्छ हेरौँ है त ल आउने बित्तिकै फर्किनु पर्छ कालो भइसक्यो मौसम च्यालेन्ज यस्तो मौसम भन्ने यस्तो छ यहाँनिर खतरा देखेको छ एउटा मात्र लाने हेर तर यहाँ चाहिँ बवाल छ यस्तो दामी गरेको छ नि बाटो फेरि आमा छिटो यहाँ यस्तो बवाल भ्यू भएको छ नि फोटो त यस्तो दामी आएको छ भन्ने कुरा तिमीले के थाहा छ र अहिले छिटो बवाल आएको छ यार बवाल आएको छ भन्दा चाहिँ तिमीलाई के थाहा कि यहाँ फोटो भन्ने कुरा कस्तो आएको छ भन्ने कुरा यस्तो लास्टमा युज चाहिँ हामीले के गर्न लाग्छौँ फेरि वाइल्ड फोटोग्राफर यिनी हो नि अब कस्तो आछ भन्ने कुरा ए यहाँनिर यस्तो दामी परेको लाइट होइन लाइट क्या दामीसँग फाले जस्तो हेर्नु न पुरा यस्तो छ यता के अरे मोबाइलदेखि चाहिँ कालो आयो अरे त्यही भएर पोज हेर न पोजी मोडल यहाँ फोटोग्राफर मोबाइलदेखि कालो आयो अब हेर त बजार देखाएर खिच्ने ठाउँमा अब यतातिर फर्केर हेर त बजार देखाएर खिच्ने भनेर आएको हामीहरू फेस कालै कालो सक्यो गोरै हुन्न उता पानी पर्ला यहाँ फेरि हेर्नु त अब यहाँनिर गयो भने यतातिर फेरि खतरा हुस लाग्यो कि यहीँनिर छ क्या बादल मान्छे नआयो भने होइन मान्छे नआए आउनु पर्यो नि सिन होइन ल अब हाम्रो चाहिँ अघि नै त्यत्रो कुद्ने मान्छे यहाँ आइसक्यो नि पनि आएर पनि टक्क लाएर यहाँ बजार हेरिदिए तल पारि सनसेट हुनुलाई अब अनि यो बजार भयो क्या यी घराई बजार अनि लास्टै चिसो भइरहेको होइन हावा लाग्न सुरु भइसक्यो अहिले चाहिँ अब चाहिँ हामी यहाँदेखि निस्किनु लाग्यो चिसो ल अब यो हेर्दै अब निस्किनु पर्छ चिसो अति धेरै छ अनि यहीँ मोलाकोटको गाउँ यहाँदेखि चाहिँ दामी देखिरह ओ हेर त बजार देखेको यहाँदेखि उज्यालो देखेछ यो चाहिँ यस अहिले झन् खतरा भएर गइरह प्यालो के ल अब चाहिँ हामीहरू यहाँ जस अघि बाइक पार्किङ गरेको ठाउँमा आइसक्यौँ यतातिर अब सनसेट हुनु लाग्छ अनि यिनी पनि आइसकेका छन् हाम्रो दुईवटा मात्र बाइक रह्यो अनि टक्क लाएर यहाँनिरको भ्यू हेरेर योसँग अब आजको यहाँनिरको इन्डिङ गर्नुपर्ने हुन्छ ल है त